आई लभ यु जोजो सो एकछिन जोत्यो होइन मसँग चाहिँ मानेन गोरु ठ्याप्पै सो हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी हुन प्रेसर र बाई द टाइटल बाई द थम्बनेलबाटै थाहा पाइसक्नु भयो आजको भिडियो के हो भनेर है सो आज आफ्टर लङ टाइम त के भन्नु है जस्तै पनि गर्नु त गरेको तर अब घरबाट चाहिँ आज धेरै दिन बादमा मैले लङ भिडियो बनाइरहेको छु युट्युबमा होइन किन भन्दाखेरि युट्युबमा चाहिँ भिडियो बनाउन आजकल यति बेसी अल्छी लाग्छ अब होइन तर अब मेन अल्छी भनेको नै त्यही हो प्रब्लमै होइन मान्छेको अनि आज चाहिँ गरिरहेको छु अब बिस्तारै कन्टिन्यू गर्ने कोसिस गरिरहेको छौँ होइन अब किन भन्दाखेरि आजकल प्रायःले मन पराउनु हुँदैन नि त अब लङ भिडियो च्यालेले लामो हुन्छ होइन अब सर्ट भिडियोहरू नै मन पराउने गरिन्छ प्रायः अहिले आजकल अब मान्छे अडियन्सले नै होइन त्यही भएर अब लङ भिडियोहरू साह्रै अब युट्युबमा हेर्दैन फेसबुकमा हेर्ने गरिन्छ सर्ट भिडियोहरू होइन त्यही भएर चाहिँ अब सर्ट भिडियोहरू नै प्रायः चल्छ युट्युबमा चाहिँ अब कम्ती मात्राले मात्रै हेर्छ अब यता अब अलिकति प्रोफेसनल अलिकति अब चल्दो बल्दोहरूको मात्रै हेर्छ भनौँ न अब हामी जस्तो कम्ती अब सब्सक्राइबर बोक्ने होइन अब त्यस्तोको हेर्दैन र पनि अब सानोबाट नै अब ठुलो हुन्छ नि त अब होइन एक थुकी सुकी 100 थुकी नदी भन्छ नि अब त्यस्तै नि अब सानो बुन्दबाट नै धेरै अब नदी बनिन्छ भनेको जस्तै नि अब ट्राई चाहिँ गर्दैछु अब हुन त पहिल्यैदेखि गरेको 1-1.5 वर्ष बेसी पनि भयो 2 वर्ष त नै 2023देखि गरेको मैले युट्युबमा भिडियो होइन तर अब बिचमा निकै ग्यापहरू गर्दाखेरि चाहिँ अलिकति अब अल्छी लाग्दो हुँदो रहेछ त्यही भएर अब तर पनि अब ट्राई चाहिँ गर्नेवाला छु नि त अब हामीले युट्युबमा कसैको भिडियो हेर्दैछ भने हाम्रो भिडियो पनि त कसैले हेर्नु पऱ्यो नि त होइन त्यही भएर चाहिँ सोसियल मिडियाको एकदमै फाइदा चाहिँ उठाउनु पर्ने हुन्छ होइन तपाईँहरू जतिजना पनि नयाँ कन्टेन्ट क्रिएटरहरू हुनुहुन्छ फेसबुकमा होइन हार नहार्नु एकदमै भन्छ फेरि छाउराले एकदम गफ दिइहाल्छ त होइन सो यस्तै गरी आजको दिन एकदमै सुरुवात भइसकेको छ र आज चाहिँ स्याटरडे हो सेकेन्ड स्याटरडेको दिन छुट्टीको दिन होइन त्यही भएर चाहिँ मैले भिडियो स्टार्ट डाइरेक्टली मेरो रुमबाट गरिरहेको छु र तपाईँहरूले यो ब्याकग्राउन्डमा देख्नु भएको छ नि यो चाहिँ मैले अस्ति नै तपाईँहरूले यो भिडियोमा चाहिँ देखाउनु पाइनँ मैले यो वालपेपर जुन लगाएको होइन अनि मैले वालपेपर लगाएको छु अनि तपाईँहरूलाई मैले मेरो रुम टुर नदिएको पनि धेरैभन्दा धेरै नै भइसकेको छु होइन मैले के लगाएको छु के गरेको छु भन्ने कुरा तर म तपाईँहरूलाई अहिले यो देखाउँदिनँ जब मेरो यो एकदमै कम्प्लिटली मेकओभर हुन्छ मेरो रुम होइन त्यहाँदेखि मात्रै तपाईँहरूलाई म मेरो रुम देखाउनेवाला छु अब तपाईँहरूले अहिले चाहिँ यो ब्याकग्राउन्डमा देखिहाल्नु भयो केही छैन ठिकै छ होइन तर म फाइनल मेरो रुम टुर चाहिँ तपाईँहरूलाई जब मेरो रुम कम्प्लिट हुन्छ त्यति बेला देखाउनेवाला छु सो किप वाचिङ गाइज आजको भिडियो स्टार्ट भइसकेको छ होइन सो यस्तै छ के गर्नु है मन पराइदिनु हुन्छ होला तपाईँहरूले पनि लङ भिडियो होइन एकदमै अब कमेन्टहरू त आउँदैन साह्रै तपाईँहरूले कमेन्ट पनि गरिदिनुहुन्छ होला भनेर आशा गरेको छु सो किप वाचिङ गाइज सो अब बिहानको ड्युटी भनेको चाहिँ मेरो थाहा भएको कुरो एज युजल खाना बनाउनु पर्ने हुन्छ अनि हेर्नुहोस् न गाइज हिजो मैले रोपेको फुल यति मजाको देखिदिरहेको छ हेर्नु न हिजो मैले फेसबुकको तपाईँहरूलाई सर्ट्स भिडियोमा त देखाएको थियो त्यो दामी देखिरहेको छ अनि यहाँनिर चाहिँ यो अझै एउटा पुगेको छैन हुन्छ यहाँनिर कि एउटा गमला यहाँनिर लाउनु लागि एउटा ल्याउनु पर्ने रहेछ अनि यहाँ माथि टपमा चाहिँ के भयो भने लगाएको थियो तर माथि लाउँदाखेरि चाहिँ के हुँदो रहेछ भने त्यो माथिको जुन यो हाम्रो छ नि गेट यो गेट खोल्नु नहुँदो रहेछ त्यही भएर चाहिँ यहाँ सेकेन्ड स्टेपदेखि मात्रै लगाइरहेको छौँ अब यहाँनिर फर्स्टमा एउटा पुगेको छैन त्यहाँनिर लगाउनु छ यसरी है दामी देख्दो रहेछ यसरी लाउँदा पनि अब फुल त झन् दामी देख्छ नि त माथिको सयपत्री फुल त्यस्तो छ आजको दिन स्टार्ट भइसकेको छ है सो गाइस अहिले भने चाहिँ म खानासाना बनाइसकेँ होइन अन्त तलनिर आपाले जोत्दैछ एकछिन जोत्नु मन पऱ्यो कि अन्त साथी गर्नु जाँदैछु फर्स्ट अफ अल चाहिँ यहाँनिर गोल्डन बुट लाउनु पर्ने हुन्छ है त्यही यो लगाइहाल्छु म पहिला किन भन्दाखेरि एकदमै उयो छ नि त तल माटो धुलो त के भन्नु अब हिलो हुन्छ केले चिल्छ नि त्यही भएर चाहिँ सेफ्टी इज फर्स्ट गोल्डन बुट लगाइहाल्नु त्यहाँबाट चाहिँ जुमै त आज फेरि घामहरू पनि यस्तो कडा छ कि बस्दै रहेछौँ
राखिदिउँ त मुट लगाएर लाग्दिउँ है त अब के गरेको कहाँ सोमबार गोरु जोत्नु गएको एकछिन गोरु जोत्नु गएको भनेको पत्याएको छैन गुलाबी गुलाबी सोने तेरे बाप बिसाको हो कि एकछिन पक्रिदिँदै है ए लो चल मलाई खेल्नु नपाउनु त्यो पनि के अरे सम्म भयो कि त्यहाँ दुईजना खेल्छ यो काट त्यो उँधो भएको कि के हो ए बास बास Lên. Cái đó có mua rồi nha má. Có sự giả ru hay là cái kiểu? Hả? Machine thôi. Mua đồ bọn ta bố. अरे ले लो बो सो एकछिन जोत्यो होइन मसँग चाहिँ मानेन गोरु ठ्याप्पै हल के अरे हली चिन्दा रहेछ कि आपासँग चाहिँ मजाले मान्छ हो मसँग चाहिँ मान्दैन अनि तपाईँहरूले यहाँ देख्नु सक्नुहुन्छ अस्ति यो हाम्रो यहाँनिर ड्याम्मै सिमीबारी थियो नि त अहिले चाहिँ छैन है योपालिको सिमीले चाहिँ एकदमै डरलाग्दो फ्लप बनाएको छ हामीलाई धोका दिएको छ एकदमै यहाँनिर बोट मात्रै आयो हौसेर क्या बोट बेसी आयो फल भएन त्यही भएर चाहिँ उखालेर फेरि अहिले यहाँनिर जोताइ हुँदैछ अब यहाँ के लाउँछ थाहा छैन मलाई पनि होइन आमाहरूलाई पनि थाहा छ सायद के भेन्डी सेन्डी रोप्छ होला हौ यहाँनिर ओइ तँलाई यहाँ आउनुपर्छ तँलाई हँ बारी मान्छे जहाँ छ यहाँ आएर सुत्छ है मान्छे जहाँ छ त्यहाँ आएर सुत्नुपर्छ तँलाई यहाँ ऊ अर्को पनि छ ऊ हिँड्नु नसकी आएर पनि यहाँ आउँछ मान्छे बाटो यसको बिमार हेर्नु नि अस्तिको तपाईँहरूलाई भिडियोमा कहिले भने मार्चमा मैले यसको भिडियो बनाएको थिएँ होइन बिमार भएर यसलाई भेटनेरी पनि लगेँ सबै कुरा गरेँ ट्रिटमेन्ट यसको तर नहुँदो रहेछ यो भाइरस चाहिँ हतपत चाहिँ जाति नहुँदो रहेछ यतिको चाहिँ अहिले भएको छ हिँड्ने र पनि राम्रोसँगले हिँड्नु सक्दैन यो हेर्नु नि खानु मजाले खान्छ तर हिँड्नु चाहिँ सक्दैनस् होइन हो भन् के गरिया यो चाहिँ लोकल हो कि हाइब्रिड हो यो खालको करेला चाहिँ
यो चाहिँ लोकल होला नि त्यो त आफै उम्रेको यो उतादेखि चाहिँ हाइब्रिड हो पत्ताबाट चिन्दा छ नि त यसको यस्तो हुँदो रहेछ यसको अलिक सानो सानो हुँदो रहेछ नि त नेपाली करेला अलिक ढिलो भएको हाम्रो कि ठिकै हो ढिलो भएको हो नि सो तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ आमाले चाहिँ करेलाको झार अनि यहाँ गोडगाड चल्दैछ होइन काम आज फेरि घाम हेर्नु नि यस्तो डरलाग्दो डेन्जर घाम छ अनि यहाँनिर हाम्रो कुखुरा खुल्लै छ आमा भित्र गुलाबी गुलाबी सो तपाईँहरूलाई हल्का टुर गराइहाल्छु नि कुखुराको खोरको पनि यहाँनिर फेरि कोही चाहिँ यहाँ आइरहेको छ यति हेल्दी छ कि यतापट्टिको कुखुरा चाहिँ यतापट्टिको खोरको चाहिँ मजाको छ यताको चाहिँ 1000 हो होइन यो एकदमै हेल्दी छ यो कुखुरा चाहिँ हेर्नु नि एकदमै हेल्दी छ होइन एकदम राम्रो फ्रेस छ अनि जस्तै कि अब यतापट्टिको खोरको चाहिँ त्यस्तो हो हुन त अब म त चरापानी गर्दिनँ दबाईहरू केही थाहा छैन आइडिया छैन मलाई सबै आमा आप्पा अनि भाइ भएर नै गर्छ होइन मलाई चाहिँ त्यस्तो आइडिया केही छैन तर यसो बेला बेला हेर्नु चाहिँ आउँछु होइन अनि यतापट्टिको खोरको कुखुरा चाहिँ अलिकति फ्रेस छैन यिनीहरू चाहिँ बिमारी टाइपको हुन्छ नि यस्तो छ यिनीहरू चाहिँ हुन्छ एकै दिनको कुखुरा हो यिनीहरू बिमारी हल्ला पनि बेसी छैन यिनीहरूको त्यस्तो छ यो मुर्गी लोक सो त्यस्तो छ यतापट्टि कति छ 1000 होला हौ यो नि 1000 हो यतापट्टि पनि 1000 हाल्नु चाहिँ अब बिचमा मर्छ के हुन्छ होइन चल्लामा ठुलो हुँदा पनि मर्छ त्यही हो नि अब सास भएको कुरो मर्छ होइन बिमार लाग्छ फेरि दुनियाँभरको यिनीहरूको नै सो अनि यहाँ चाहिँ रम्बेडाको भ्यू देखिरहेको छ यही रोप्छ होला सायदै यहाँनिर कस्तो मजाको देखिदिँदो रहेछ नि आज सँगै भएर दिन हेर्नु नि बारी पनि हाम्रो मजाको देखिदिरहेछ दिन राम्रो भएर क्या सफा खुली आसमान छ नि त आज ल हिर्काउँदा एक किक हिर्काउँदा ल एक किक ल छिटो खुट्टाले हो हातले होइन आम फेरि ला फेरि गर्नु ल छिटो न फेरि खुट्टाले हौ ला ए खोइ ए फ्याङ्दा रहेछ गुड भेरी गुड बल ल्याउनु पछाडि हात राखेर हिँडेको नि बाजेले जस्तै यसो गरेर पो हिँड्छ त अन्त त के भएको पछाडि हात राखेर हिँड्ने भएछ यता बहिनीले त हो यहाँ हेर हेलो खोइ ए माया दादा पैया प फेरि गालामा हो कहाँ गरेको आई लभ यु जोजो भन्नु त भन्नु नि आई लभ यु जोजो कस्तो अरे फेरि भन्नु त
आई लभ यु जुजु अरे हो लास्टमा त आई लभ मामा पो अरे हौ आई लभ मामा फेरि नाना पपी आई लभ यु जोजो आई लभ यु जोजो भन्छ पुच्चीले फेरि किन यसलाई भक्कु लगाइदिएको यस्तो सुङ्दी एउटा मात्रै लगाइदिनु नि के नो ननिकालिदिनु राख्नु एउटा मात्रै लगाइदिएको भने त्यो भक्कु किन लगाएको यो निकाल्नु कि ननिकाल्नु निकाल्नु कि ननिकाल्नु ननिकाल्नु आबेन अरे आबेन अरे ऊ चिन्दो रहेछ आबेन टाढैबाट आबेन अरे को अरे आबेन हो आबेन आएको पनि चिन्दो रहेछ आबेन अरे हौ आबेन आउनुहोस् भन्नु त आउनु अरे हात लाग्यो नि कम बाटो छ कम बाटी छ खोइ आउनु 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 खोइ यहाँ हेर्नु न गाइस हाम्रो यो लौकाको बोट चाहिँ यति मजाले आएको छ कि तर हेर्नु नि कुरा चाहिँ के भएको छ भने नि आमाले चाहिँ रिसले काट्दैछ झरै यसरी मरिरहेको छ यस्तो हुन्छ अब मजाले यो चिचिला आइरहेको छ होइन आउँदा आउँदै टक्कै कुहिएर गइहाल्छ त्यस्तो भएर चाहिँ एउटा बोट चाहिँ आमाले जरै काट्दैछ ओइलिरहेको छ यसरी कस्तो मजाले आउँछ आउनु चाहिँ यसरी होइन यो मजाले आइरहेछ नि त यो जस्तै कि अहिले यो होइन यो मजाले आइरहेछ अनि यहाँनिर यो यहाँनिर आइरहेछ नि यसरी आएपछि यसरी कुहिएर गइहाल्छ यो दबाई लाउँदा पनि हुँदैन के गर्दा पनि हुँदैन यस्तो भइदिइरहेछ नि त हौ लौकाको झ्याल चाहिँ त्यही त त्यहाँ फुलतिर पनि लाग्ला नि फेरि यस्तो हरेस हुन्छ कि यो काट्नु चाहिँ अस्ति भर्खर काटेको होइन फेरि पलाइहाल्यो त्यही भएर चाहिँ बरु मेसिन ड्याङ कि ड्याङ यसो गऱ्यो भने ढुक्कै हुन्छ यहाँतिर पनि लाउनु नि यहाँ टाढोबाट लाउनुपर्छ होला यसरी छर्किने नजिकबाट त पुरा त्यहाँ मात्रै जान्छ नि त एक जग्गा मात्रै